मर्निङ एभ्रिवान वेलकम ब्याक टु द च्यानल है न्यू डे न्यू ब्लग अनि त्यही हो हिजो थाकेर चाहिँ राति यस्तो मजा लिनिरहेछ है जिउ गलेर है भुस्क भएछ अनि एकैचोटि बिहान मात्रै भएको थाहा भयो त्यही हो राइट नाउ चाहिँ म अब ब्रेकफास्ट खाँदैछु है मेरो ब्रेकफास्ट पपैया र अनि रोटी अनि तातो पानी सुरुमा मलाई पपैया चाहिँ फेरि एकदम मनपर्छ है अनि त्यही भएर मम्मीले बिहान बिहान आज पपैया कहाँबाट ल्याउनु भयो पपैया थिएन त पपैया कहाँबाट ल्याउनु भयो मिठो रहेछ क्या पपैया चाहिँ फेरि यस्तो दामी लाग्छ नि मलाई कस्तो दामी छ हेर्नु न पपैया पनि हो ए ल भरे बेलुका नि काटेर खानुपर्छ यो चाहिँ यो अचार राखिदिनु भएको रहेछ माथि यो चाहिँ गिलो रोटी हो है ब्रेकफास्ट डन अनि रित्तो प्लेट टक्कै चट्ट पखाल्ने न मम्मीले मार्नुहुन्छ सफा नि गरेर राखिदियो बिस्तारै हाम्रो यहाँ झापातिर पनि चिसो बढ्न थालेछ घाम पनि एकदम न्यानो मधुरो लागिरहेछ चिसो चिसो हावा चल्दैछ यस्तो बेला चाहिँ लुगाहरू सुक्न गाह्रो पर्छ क्या बिहान लुगाहरू धुलो सुकाएको लाइक चिसै हुन्छ यो त हिजो धुएको त्यो पनि अझैसम्म लाइक सुकेकै छैन तर जाडोमा चाहिँ नि न्यानो घाम तापेर चाहिँ बस्न एकदम मजा आउँछ है झन् सुन्तला हुनुपर्छ अनि साथीभाइ एक दुईजना गफ गर्नु हुनुपर्छ टक्क न्यानो घाम ताप्दै सुन्तला खाँदै मलाई त मेरो पहिला स्कुलको याद आयो क्या लन्च टाइममा हामी ग्राउन्डमा जान्थ्यौँ अनि टक्क बस्थ्यौँ वरिपरि अनि लन्च खाँदै गफ गर्थ्यौँ लास्टै रमाइलो हुन्थ्यो त्यति बेला अब त साथीहरू पनि कहाँ कहाँ पुगिसके सबै विदेश कोही कहाँ आफ्नै आफ्नै लाइफमा बिजी ठुलो भएपछि यस्तै हुँदो रहेछ छुट्टी ह्यान्डसम छ मेरो भाइ छिटो छिटो माथि आइज एउटा क्वेसन सोध्छु तँलाई म माथि आइज न एउटा कुरा सोध्नु छ अब यसलाई सोध्नुपर्छ यो चाहिँ आफ्नो साथीहरूसँग ग्राउन्डमा टक्क घाम तापेर बस्छ कि बस्दैन भनेर के भन्दो रहेछ केही छैन मेरो भाइ सुन्न त ग्राउन्डमा लाइक आफ्नो साथीभाइहरूसँग घाम ताप्दै फिल्डमा बस्दैछु गफ गर्दै बस्दैछु कि बस्दैछु भन्दा ग्राउन्डमा स्कुल ग्राउन्डमा लन्च टाइममा होस् या अरू टाइममा बस्दैनस् क्लासमै चल्दैछ होइन यस्तो लाइक जाडोको बेला क्या घाम तापेर बसेको छैन ग्राउन्डमा छ मजा आउँछ है मजा हुन्छ रमाइलो हुन्छ तातो हुन्छ तर बस्दा बस्दा धेरै बस्यो भने ढाड पनि पोल्छ होइन ठिकै छ तर होइन यो कुरा चाहिँ पछि मिस गर्छस् क्या जस्तो मलाई नि अघि त्यो 4 महिना सकिन्छ भइसक्यो आफूलाई आयो गयो भइरहेको छ स्कुल है बिचराको फेरि 9 to 4 6 to 9 हो अफ पिरियडमा नि फेरि खेल्न जान दिने यसो बस्न दिने आइपुग्छ पढ भन्छ आएर ल एउटा स्कुल देखाइदियो त गिटार बजाएर त्यो सधैँको लिड हान्दैन ल के हो भिडियोमा छु भनेर हो क्या लाइक अनकम्फर्टेबल हो होइन तार खेल्नुपर्ने छ क्या गिटारको गल्ती यसले गिटार चाहिँ यति छिटो सिक्यो नि होइन 1-2 महिनामै गिटार कस्तो जीदेखि एफ सार्न आउँदैन थियो तर अहिले त यस्तो हान्ने भइसक्यो गिटारै खराब हो के तार खेल्नु कति न नाच्न नजान्ने आँगन टेढो भने जस्तै हो नि फेरि यो त प्रो गिटारिस्टले भन्दैछ फेरि
थाहा हाल्छ नि अब हालिन्छ ल भन्नु बिर्सेँ मैले एकछिन भिडियो अफ गर्नु अह। कुन गीत हो भाग्यमानी को भाग्यमानी भागे नपर्ने त होइन नि त्यहाँदेखि हाल्छ नि है अलिक खुलेर गा त्यो एउटा मिम छैन त्यो गीत गाउनु चाहिँ अडिसन दिनु जाँदैन मिममा गर्दैन त्यस्तै गर्छ त त्यसै नि ठिक छ ल राम्रो गाउँदै थिएँ तर अलिक खुलेर गा स्कुलले दियो भने गाइदिइहाल्छ नि स्किल्स देखाउँदै गिटारको बजेकै छैन अरे बज्दा रहेछ है आफ्नै स्वाग छ केटाको सो अलराइट एभ्री वान आज चाहिँ यति नै भाइ पनि स्कुल गइसक्यो भाइको लागि अघि 4 बजे खाजा खान आएको थियो अब ब्याक टु स्कुल छ अनि अब भरे 9 बजे आउँछ अनि मेरो दिन पनि आज त्यही हो लाइक घरमै बित्यो सो म पनि बिदा माग्छु अर्को भ्लगमा भेटौँ है त